देख्नु भएको छ नि सबैले? हो सर देखेछौँ। मकै हाल्छ न कालो मकै हाल्ने अथवा सामानहरू जे होस् हामीले अन्नबालीहरू हाल्ने प्रयोग गर्ने गर्छौँ है। अनि यो के होला? रोटी पनि हाल्छौँ। गडी पक्कै पनि। अनि यो के हो? काइयो सर, काइयो कपाल कोर्ने काइयो। काइयो के भन्छन् रे? काइयो भन्छ। कम भन्छ। मान्छेले कपाल कोर्ने, कम केटा मान्छेले कपाल कोर्ने, केटा मान्छेले बाल कोर्ने है। अनि यसलाई कम्ब पनि भनिन्छ। कम्ब सुन्नु भएको छ नि? COMB। अनि यो के होला? कलम सर, कलम। पेन्सिल र बनाउने पेन्सिल पेन्सिल। रङ्गीन पेन्सिल। आहा ल कति राम्रो। अनि यो बिचको कटर कटर। हो। कति राम्रो बनेछ के? कति राम्रो बनेछ है। को बनाउने काट्ने है। अनि यो के होला? ब्रस। चक्लेट खाएपछि दुधै कति राम्रो ल। अनि तपाईँहरू सबैले यो प्रयोग गर्नुहुन्छ नि यसलाई? सर बाँच्ने बेलामा प्रयोग गर्नुहुन्छ है। गणेश सरले हामीलाई चक्लेट दिने भन्नुभएको छ। त्यो खाइसकेपछि त्यो ब्रसले चाहिँ हामीले दाँत माझ्ने। अनि चङ्गा चङ्गा हामी दसैँमा उडाउँछौँ। के गर्नुहुन्छ यसलाई? आकाशमा उडाउने दसैँमा। उडाउनुहुन्छ? दसैँ मुगी तिहारमा दसैँ तिहारको बेलामा रमाइलो हुन्छ नि है। कति रमाइलो हुन्छ है। सबैले उडाउनु भएको छ है सबैले? उडाउँछौँ सर। अनि यो अन्तिम त हेर्नुहोस् त के होला? किताब, मेरो किताब। मेरो किताब। किताब हो। तपाईँसँग